जेनी गुरुङ। आज पनि म हजुर सामु नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। आशा छ हजुर सबैजना आरामै हुनुहुन्छ होला र म पनि आरामै छु। आज म मेरो दादाहरूले बनाउनु भएको गुरुङ मुभी टुहुरीको ओपनिङमा जाँदैछु र साथसाथै ब्लग पनि बनाउने कोसिस गर्नेछु। आशा छ हजुरहरूले मेरो ब्लग सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहुनेछ भन्दै म आजको ब्लग सुरु गर्दैछु। हेर्दै गर्नु होला साथीहरू। हेलो भाउजू। हजुर भेटिन्छ भाउजू। भाग्यमानी। हेलो युट्युब फ्यामिली, मेरो जेनी नानीले भ्लगहरू बनाउनु भएको छ। सबैजनाले धेरै माया गरिदिनुहोस्, लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। र आज हामी प्रवीण दाइले चाहिँ फिल्म टुहुरी फिल्म बनाउनु भएको छ। हामी चाहिँ नन्द भाउजू भएर फिल्म हेर्न आएका छौँ। हजुरहरूले पनि हेर्न नभुल्नु होला। बाई बाई, थ्याङ्क यू। बाहिर आइसकेको छ। यहाँहरू पनि धेरैजनाले हेरिसक्नु भएको छ होला। र यो चौथो प्रस्तुतिको रूपमा टुहुरी नारी प्रधान नाम सुन्दैखेरि हामीलाई एकदमै आभास हुन्छ। टुहुरी भनेको के हो भन्ने अर्थ सबैलाई थाहा छ। त्यो भएको कारणले गर्दाखेरि पनि सम्भवतः यो फिल्मले सबै र यसको लागि हामी रेडी भइसकेका छौँ। र अब हामी यो फिल्म हेर्नको लागि हल पनि हामीले छिटो छोड्नुपर्ने भएको हुनाले गर्दा म यो छोटो औपचारिक कार्यक्रमलाई अगाडि बढाउन जाँदैछु। रसमाया गुरुङ र श्री गोठ बहादुर गुरुङ दम्पति उहाँहरू दुवैजनालाई गेस्टको रूपमा मैले यहाँ अगाडि निम्त्याएँ। उहाँहरू अभिनन्दन पत्र म पढेर सुनाउँछु कृष्ण गुरुङज्यूको।
हेलो कृष्ण गुरुङज्यूको अभिनन्दन पत्र यस्तो छ, म पढेर सुनाउँछु। नवज्योति भिजन नेपाल अभिनन्दन स्रष्टा श्री कृष्ण गुरुङज्यू, सुन्दर बजार 4 लमजुङ काठमाडौँ। जामुने सिमले दुरडाँडा लमजुङमा बाबा धनबहादुर गुरुङ र आमा सेती गुरुङको कोखबाट गुरुकुलमा जन्मनु भएका श्री कृष्ण गुरुङ राष्ट्र सेवा र नेपाली कला क्षेत्रको एक चम्किलो तारा हो। बाँसुरी वादकको रूपमा स्थापित भई 5 दशक लामो समयदेखि निरन्तर गीत, सङ्गीत, साहित्य र चलचित्रमा आफ्नो कला कौशल प्रस्तुत गरिसक्नु भएको छ। मौलिक भाषिक लगायत हजारौं गीतमा सङ्गीत भर्ने र स्वर शब्द लिपिबद्ध गर्नु भएको छ। सर्जक तथा गायकको रूपमा परिचय दिनुभई यहाँले थुप्रै नयाँ पुस्ताका कलाकारहरू उदय गराउन सफल अभिभावकत्व प्रदान गर्दै आउनु भएको छ। यो टुहुरी चलचित्र बन्नमा सबैजनाको ठुलो हात रहेको छ। यो टिमको काम हुन्छ, एक्लैले केही पनि गर्न सकिँदैन। धरा धरा आग्रह निच्यो मैयावती भन्ने गीत उहाँले निःशुल्क यो चलचित्रमा उहाँले प्रदान गर्नुभएको थियो। दाइलाई एकदमै धेरै धेरै धन्यवाद म ज्ञापन गर्न चाहन्छु आफ्नो टिमबाट। त्यसैगरी नायिका रिना गुरुङ क्रमु रिना गुरुङज्यूलाई क्रमुले स्वागत गरिँदैछ। क्रमु पछ्यौरी, त्यसैगरी क्रमु उहाँको लागि चाहिँ र क्रेगी ओके जो हिरो हुनुहुन्छ यस चलचित्रका नायक आनन्द गुरुङज्यू कृपया आइदिनु होला। यसरी मौसम गुरुङ नायक हुनुहुन्छ, मौसम गुरुङ कृपया आइदिनु होला। मनोज गुरुङ नायक हुनुहुन्छ, कृपया आइदिनु होला। म नाम गरेर भन्छु, कृपया स्टेजमा अगाडि आइदिनु होला है सबैजना। मनोज गुरुङ, ईशा गुरुङ, कुमार समारी घले चरित्र अभिनेता, ईशा गुरुङ नायिका, त्यसैगरी धनकुमारी गुरुङ काशी चरित्र अभिनेत्री, त्यसैगरी कमला राई करू चरित्र अभिनेत्री, राजु किरात कलाकार, प्रतिमा गुरुङ, सुवास गुरुङ, सबिन गुरुङ, प्रतिमा गुरुङ कलाकार कृपया अगाडि नाम गरिदिइहाल्छु। र अब सम्मान गर्ने क्रममा नाममा मेन्सन गर्छु हुनुहुन्छ कथाकार तथा गायक गायिकाहरूको नाम रहेको छ। मन्जु गुरुङ कथाकार, हाम्रो लेखक हुनुहुन्छ मन्जु गुरुङज्यू, कृपया आइदिनु होला। यसैगरी अंशु लामा सङ्गीतकार तथा गायक, अंशु लामा कृपया अगाडि आइदिनु होला। त्यसैगरी पवित्र गुरुङ गायिका, कृपया अगाडि आइदिनु होला। त्यसैगरी गायिका सुमिना लोतामाङ लिन्छ जस्तो पनि लागिरहेछ मलाई। र म नाम चाहिँ सबैको यति बेला मेन्सन गर्छु, आफ्नो सिटबाट उठेर आउनको लागि यहाँ अलिकति सजिलो हुन्छ। गुरुङ सञ्चारकर्मी, मिडिया पर्सन किशोर कुमार गुरुङ, मेकअप आर्टिस्ट रूपा गुरुङ, त्यसैगरी भिडियो एडिटर। यो टुहुरी फिल्मको विशेष सो हो यो, र यहाँ फिल्म बन्नको लागि एक हातले थुकी सही हातले थुकी नदी होइन, त्यो भएको कारणले गर्दाखेरि एउटै हातले मात्र केही गर्न सकिँदैन। फिल्म बनाउनको लागि त झनै टिम अफ एकदमै बलियो हुनुपर्छ। र टुहुरी फिल्मको लागि पनि यति धेरै हातहरू सपोर्टिभ भएर आएको छ। यो फिल्म बनेर आज 2 घन्टा मजाले बसेर हेर्नको लागि। र गुरुङ फिल्म एउटा कम्युनिटीले जसरी प्रमोट गरिरहेको हुन्छ त्यसलाई मिनिस्ट्रीमा लगेर पनि कसरी अब यो फिल्मलाई चाहिँ विश्वव्यापी रूपमा राष्ट्रव्यापी रूपमा प्रदर्शन गर्ने भन्नेतर्फ पनि लाग्नुपर्छ जस्तो पनि लाग्छ। खड्गबहादुर गुरुङ निर्माता हुनुहुन्छ, कृपया स्टेजमा आइदिनु होला। चिज कुमार गुरुङ निर्माता हुनुहुन्छ, कृपया अगाडि आइदिनु होला। त्यसैगरी बिन बहादुर गुरुङ हुनुहुन्छ निर्माता, त्यसैगरी नेत्र तिमल सिन्हा हुनुहुन्छ, हङकङमा हुनुहुन्छ, कृपया अगाडि हुनुहुन्छ भने आइदिनु होला। प्राउड मोमेन्ट पनि हो, त्यो भएको कारणले गर्दाखेरि पनि केही छैन टाइम हुनुहुन्छ। कीर्तिमान गुरुङ कृपया आइदिनु होला अगाडि स्टेजमा। विशेष सहयोगीको रूपमा उहाँले भूमिका खेल्नु भएको छ। धेरै भाग्यमानी छौँ एक हिसाबले। अर्को हिसाबले हेर्ने भने हामीले हाम्रै समाजलाई हेर्दाखेरि टुहुरो बाबुआमा गुमाएर आफ्नो परिवार गुमाएर बाँच्नुपर्ने एउटा बाध्यतामा परेको र पालिएको पनि धेरै यस्ता कथाहरू बनेको एउटा कथा हो टुहुरी, जुन अब हामी केही बेरमा एकैछिनमा हेर्नेछौँ। र कसरी बनेको थियो र कति सौहार्दपूर्ण वातावरण छ भन्ने कुरालाई यति बेला चाहिँ यो सम्मान अनि एकअर्काप्रतिको जुन आत्मीयता रहेको छ यो देखिरहेको छ। र अब यहाँनिर कलाकारहरू त्यसैगरी चाहिँ फिल्मको टिमको मैले नाम मेन्सन गरिसकेको छु, उहाँहरू कन्टिन्यू आएर
यो सम्मान कार्यक्रम फेटा बाँध्ने कार्यक्रम यति बेला चलिरहेको छ। ट्रेनी र क्रम पछ्यौरा र फेटा बाँधेर छोरी मान्छेलाई महिलालाई चाहिँ पछ्यौरा दिने, पुरुषलाई चाहिँ फेटा बाँध्ने चलन कस्तो रमाइलो पनि देखिएको छ यति बेला होइन। यो लाइफ टाइम मेमोरी पनि हो। फोटो भिडियो पनि क्लिक गर्नुहोला सबैजनाले आफ्नो मोबाइलबाट। अब सहकारी कम्पनीतर्फ म नाम लिँदैछु यति बेला। निर्माता निर्देशक हुनुहुन्छ ज्योति डिजिटलबाट। त्यसै गरी हरिमाया गुरुङ हुनुहुन्छ प्रबन्ध निर्देशक तथा निर्माण गरिरहेको छु। उहाँलाई खाताले सम्मान गरिँदैछ। खाताले सम्मान गर्ने क्रममा चाहिँ हाम्रो नौदुली फिल्म्स प्रालीको तर्फबाट प्रबन्ध निर्देशक तथा निर्माता क्वालिटी फिल्म्स प्रालीको तर्फबाट हुने मनबहादुर गुरुङ, आसिमाला फिल्म्स प्रालीको तर्फबाट प्रबन्ध निर्देशक तथा निर्माता कथाकार मनबहादुर गुरुङ। त्यसै एकाडेमीको तर्फबाट उपेन्द्र गुरुङ हुनुहुन्छ प्रबन्ध निर्देशक तथा निर्माता। सबै कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक तथा निर्माता निर्देशक हुनुहुन्छ। कृपया अगाडि आइदिनु होला। उहाँहरूलाई खाताले सम्मान गरिँदैछ। यहाँ सम्मान गर्ने क्रम यति बेला चलिरहेको छ। मैले यहाँ नाम मेन्सन गरिरहेको छु। यसपछि यो टुरी फिल्मको विशेष प्रदर्शन इन्फिनिटी हलमा यहाँ हुँदैछ र यहाँनिर सहयोगी व्यक्तित्वहरूको नाम र अमाउन्ट म यहाँ भन्दैछु। यो मैले सरर यहाँनिर भनिहालेँ होइन, मैले बोलाइसकेँ। ओके, अर्थात् स्पोन्सरहरू हुनुहुन्छ दाताहरू श्री कुमार गुरुङ, श्री रूपा गुरुङ योजना बन्दीपुर छिप्केश्वरी हाल रानीबाट प्राप्त भएको छ नगद रु 5000। उहाँको लागि पनि जोरदार ताली। साहिल गुरुङको तर्फबाट म त यहाँ दाताहरूको नाम नछुटाउनको लागि मेन्सन गरिरहेको थिएँ र श्री कुमार गुरुङ र रूपा गुरुङज्यूको नाम मैले अघि मेन्सन गरिसकेँ। अब यहाँ कन्टिन्यू दाताहरू जतिजना हुनुहुन्छ उहाँहरूको चाहिँ स्पोन्सरसिपको बारेमा म यहाँहरूलाई एकपटक जानकारी गराइदिन्छु। सबैको नाम मेन्सन गर्नु नै पर्छ। सबैजनाले जोरदार ताली। अब हाम्रो इनागुरेसन हुँदैछ यो फिल्मको टुरिङको। हाम्रो प्रमुख अतिथि आज चिफ गेस्ट हुनुहुन्छ। टुरी मुभीको सो स्टार्ट भयो है त। दिइसकेको छु। सुख सालमा बाच्छा छोरी। सुख होइन दुःख चाहिँ पाउँछ। गर्दिन म बिएसए। अहिले चाहिँ मुभी सकेर हामी ब्याक हुँदैछौँ।
अब घर फर्किँदैछौँ। Now we were going to home. To be honest, movie was so good. It's family oriented and the movie was worth it. Thank you so much for your love, time and support. Keep smiling and stay happy. See you next vlog. Bye bye friends.